कालिका माताको दर्शन गरेर बागलुङ भगवती माताको दर्शन गरेर हामी मुक्तिनाथ जोमसुम रूपसे झरना यो चाहिँ रूपसे झरना है यो चाहिँ काली गण्डकी नदी पनि राम्रोसँग बगिराख्नु भएको छ यता फेरि कालो देखे पनि भित्र हातले समादा सेतो हुनुहुन्छ है उहाँ चाहिँ सेतो पानीहरू काली खोला ब्रिज अब कटेर मन्दिरतिर जाँदैछौँ धौलागिरी हिमाल हामी हिँड्ने ठाउँबाट चाहिँ अघिकै रहेछ है अब यो चट्टान वाला बाटोबाट चाहिँ हामी छिरेर बाहिर जानुपर्ने यही हो देखाउने ओहो बनाउने खालकै रहेछ फेरि बाटो पनि अङ्कलको अलिकति हेल्प गरिदिनु पर्यो त्यहाँ युट्युबबाट चाहिँ यहाँ रियल लाइफमा चाहिँ एक्सपिरियन्स गर्न पाइयो यो बाटो पनि पार गरी हामी बाहिर निस्किसक्यौँ खतराका खेलाडी सबै भएको क्रेडिट चाहिँ हाम्रो अङ्कललाई जान्छ है राम्रो चलाइराख्नु भएको छ अहिलेसम्म स्याउबारी हेर्नुहोस् है स्याउबारीमा स्याउ नै छैन भने स्याउको बगान छ यहाँ बगान ए उता रहेछ स्याउ उता यहाँ रहेछ नि कस्तो रातो रातो चक्लेटी स्याउ यो हरियो स्याउ हरियो स्याउ त्यो चाहिँ रातो स्याउ चक्लेटी होइन यहाँ भएको यहाँ पनि छ नि यहाँ पनि छ उ त्यो भित्र थुप्रै स्याउ यहाँ चाहिँ धेरै स्याउको दृश्य देख्न पाइन्छ हामीले भिडियो बन्द भयो यो चाहिँ फापरको बोट त्यो रोटी खान्छ नि फापरको रोटी हामी अब जेरी गली जाँदैछौँ राम्रो राम्रो ड्रेस लगाएर सुन्दरी भएर भिडियो बनाउने छौँ लाइक सब्सक्राइब गरिदिनु होला है त यसो हाम्रो अझै भिडियो आओस् भनेर पनि चाहिदिनु होला तपाईँहरूको कमेन्टले गर्दाखेरि हाम्रो मन खुसी भएर अझै भिडियो हाल्न चाहन्छ भने यो होटलमा आज बसाइ हुनेछ होटल जोमसम होटलको नाम पनि सबजनाको हालत खराब भएको छ अहिले यहाँको भ्यू चाहिँ पुरा मरुभूमि जस्तै छ भनौँ न मरुभूमि आउँदा कस्तो लागेको छ
हामी चाहिँ कागबेनी आइसकेका छौँ। यहाँ पूजा पाठको सामान बाँड्दै छ यहाँ। कागबेनीमा चाहिँ श्राद्धहरू गर्नलाई आउँदो रहेछ। अनि यसो हामी चाहिँ घुमघाम पनि गरौँ भनेर हामी पनि। म चाहिँ पुरा टोपी लगाएर यो लगाएर, चिसो एकदम छ नि त यहाँ, चिसो भएको कारण हामी अब कागबेनीमा एकछिन बस्छौँ। त्यसपछि हामी मुक्तिनाथ तर्फ लाग्छौँ। चिसो एकदमै छ, चिसो 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 चिसो। जमसममा बस्यौँ राति हामी, अनि जमसमबाट चाहिँ ठ्याक्क कागबेनीमा यसो दर्शन पनि गर्ने। कसरी पिण्ड दिनुहुन्छ भने पनि चढाउनुहुन्छ, दुधहरू केही गर्नुहुँदो रहेछ। मेन चाहिँ यहाँ श्राद्ध गर्नलाई चाहिँ आउनु हुँदो रहेछ मान्छेहरू चाहिँ। हाम्रो ग्याङहरू उता हुनुहुन्छ है, लेडिज ग्याङहरू। गुड मर्निङ फ्रम कागबेनी। हाम्रो लेडिज ग्याङहरू यहाँ हुनुहुन्छ, चस्मा ढल्काएर, यता रातो ढल्काएर, यता टोपी ढल्काएर पूजा गर्दैछौँ। खोलामा गएर हिँड्दैछौँ, पूजा गरिसकेका छैनौँ। अब जाउँ खोलामा हामी है त। कस्तो छ यहाँको भ्यू चाहिँ पुरा मरुभूमि जस्तै छ भनौँ न। मरुभूमिमा आउँदा कस्तो लागेको छ। हामी मुक्तिनाथ मन्दिर जानेतर्फ लागिसकेको छौँ। मुक्तिनाथ मन्दिरबाट देखिने ब्याकग्राउन्ड चाहिँ यस्तो रहेको छ। सिँढी धेरै छ यहाँ चाहिँ। सिँढीबाट हिँड्दै 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 आएर अब एन्ट्री हुँदैछ। मुक्तिनाथ मन्दिर पनि आइपुग्यौँ। कति भिड रहेछ अहिले त। यहाँ त पानी पनि आइस भइसकेछ। ओहो, आइस आइस आइसै आइस भएछ पानी। सब आइस जमेको रहेछ। मुक्तिनाथ मन्दिरमा अब पाठ पूजा गर्न बाँकी छ। अब दिदी भिनाजुहरू आउँदै हुनुहुन्छ कि, उहाँहरू आइपुग्नु भएको छैन। अनि त्यसपछि चाहिँ पाठ पूजा गर्ने, दर्शन गर्ने कार्यक्रम छ। यो चाहिँ डुम्बा ताल रहेछ। एकदम फोटो खिच्न चाहिँ फेमस रहेछ यो ताल।